Hi everyone, Namaste, Savalai. Hope you all are doing good. Welcome to my YouTube channel. So, आज चाहिँ म Harvard Bad at Luck official music video produced by Maniac Tracks, whom I got. Okay, so Harvard को track react गर्दैछु अनि Harvard को म्युजिकहरु म धेरै नै सुन्छु हैन उसको पुरानो पुरानो म्युजिकहरु पनि एकदमै मेरो प्लेलिस्टमा बजिरा हुन्छ. Yeah, lyricsहरु मलाई दामी लाग्छ. So yeah, let's watch it है त. Bad luck हैन, bad at luck. Okay, luck मै खोट छ भन्ने टाइपको कुरा हो. Let's go. Yeah, Maniac. it's about Harvard. Bad at luck. मेरा आँखामा गुन्सेका ती सपनाहरूलाई नि बाहिर यो संसार हेर्न त पक्कै छ होला नि तर मनै कमजोर भएर बोक्दा जिम्मेवारी मनमा नै संवाद म माने त केही खोटोलाई नि मै नै यहाँ कमजोर छु खोज्दैछु हुन बलियो कसलाई पो भर गर्नु आफ्नैको मन त बदलियो तिमी भन्छौ खुसी हौ हाँसेर बोल्देऊ एकपल्ट तर सबै छन् शत्रु थाहा छैन कसले डस्नी हो म खोज्दैछु भेरा मरेका सपनालाई जुन सपना आँखै अघि हत्या गरी फालियो म सोच्दैछु मेरा सपना कल्पनामै जुन सपना मरि गए पत्याउनै गाह्रो भौ पत्याउनै भिडियोमै धेरै कन्सन्ट्रेट भइदिरहेको क्या हुन्छ नि लाइक ट्रेक आई मिस going on track. Okay. सही हो ट्रेक पनि भयो भिडियो नि गरेको छ नाइस सपनालाई जुन सपना आँखै अघि हत्या गरी फालियो म सोच्दैछु मेरा सपना कल्पनामै जुन सपना मरि गए पत्याउनै गाह्रो भौ पत्याउनै गाह्रो मेरा सपना सब मरि गए भन्देऊ न खुसी पाउन ठिक होला कुन मन्दिर गए तिमी सोच्छौ र्याप गाउँछ चिल्हान्छ होला मुजी भन्दै तर तिमीलाई के थाहा म यहाँ पिन्जडाको पन्छे भए आर्टिस्टलाई चाहिँ यस्तो कुरा एकदम रिलेट हुन जान्छ है यो कुराहरुमा चाहिँ आर्टिस्ट लाइफ हेर्दाखेरि एकदम कुल देखिन्छ हुन्छ नि सबैले हेर्दाखेरि वाउ त्यस्तो रमाइलो गरिरहेको छ अरे तर त्यहाँ भित्रको हसल अनि त्यो आर्टिस्ट बन्नको लागि कति हसल चाहिन्छ र कति कुराबाट सामना गर्नुपर्छ अनि त्यो आर्टिस्टले जस्तो चाहिँ कसैले बुझ्न सक्दैन लाइक too hard artist life त लान्छ होला मुजी भन्दै तर तिमीलाई के थाहा म यहाँ पिन्जडाको पन्छे भए I'm always bad at luck मलाई थाहा नै छैन जिन्दगीले कहाँ पुर्याउने हो मलाई लाग्नै छाड्यो डर म त लडेर जिन्दगी कटाउने हो I'm always bad at luck मलाई थाहा नै छैन जिन्दगीले कहाँ पुर्याउने हो मलाई लाग्नै छाड्यो डर म त लडेर जिन्दगी कटाउने हो लडेर जिन्दगी कटाउनु कसरी यस्तै कुराहरू दिमागमा जसरी आमाको आस होला यसले त के गर्छ नि तर बिग्रियो छोरो गर्दै हिँड्छ साला आज मन परी म बिग्रिएँ खत्तम भएँ बोलाएर पनि हिँडे राम्रो गर्न आउनेलाई नि जे पनि भनिदिन्थे तर अहिले चित्त दुखी पश्चातापले आगो बल्दा माफी मलाई देऊ कोहीले म पश्चातापमा तडपिरहे मलाई कसैले हेरेन म आएको आफ्नै दमले आहाइ ननिदारमा लेखेर बल्झिरहेछ त्यो कुरालाई चाहिँ म एकदमै लाइक रिलेट गर्न सक्छु किनभने कोहीको चाहिँ साँच्चीकै नै लक हुन्छ के मान्छेहरूले भन्छ नि हार्ड वर्क गर्यो भने मात्रै होइन कि लक पनि चाहिन्छ अनि कतिको त्यो लकले कति काम गरेर हुन्छ होइन अनि कतिको चाहिँ लक भन्ने चिजै हुँदैन क्या लाइक मैले कहिले पनि फिल गर्नै पाउँदिनँ लक केमा छ मेरो भनेर क्या हुन्छ नि कहाँ छ लक कहाँ हुन्छ भगवान् मलाई दिनुहोस् प्लिज भन्ने टाइप्स हुन्छ क्या कतिवटा कुरामा चाहिँ आर्टिस्टहरूले त यो कुरा एकदम रिलेट गर्न सक्छ अहिले हेरेन म आएको आफ्नै दमले आहाइ ननिदारमा लेखेर बल्झिरहेछ अझै घाउहरू बेरेर मुटुमा पल पर्या थियो त्यही पनि याद छु सब झेलेर तर पनि किन म नराम्रो भइरहेको छु आफैलाई चिन्न थाहा छैन कुन बाटो गइरहेको छु जिन्दगी यही हो साथी दुःख पुग्ने कोही नि हुन्न त्यसैले गर्दा आज हातहरूलाई मैलाको छु I'm always bad at luck मलाई थाहा नै छैन जिन्दगीले कहाँ पुर्याउने हो मलाई लाग्नै छाड्यो डर म त लडेर जिन्दगी कटाउने हो I'm always bad at luck मलाई थाहा नै छैन जिन्दगीले कहाँ पुर्याउने हो मलाई लाग्नै छाड्यो डर म त लडेर जिन्दगी कटाउने हो
जानै छैन जिन्दगीले कहाँ पुर्याउने हो मलाई लाग्नै छाड्यो डर मलाई ट्रेक जान मन लाग्यो गाइस खोइ हट अब त कहिले हो छैन जिन्दगीले कहाँ पुर्याउने हो मलाई लाग्नै छाड्यो डर म त लडेर जिन्दगी कटाउने हो I'm always bad at luck मलाई थाहा नै छैन जिन्दगीले कहाँ पुर्याउने हो मलाई लाग्नै छाड्यो डर म त लडेर जिन्दगी कटाउने हो Jojo Production. I loved everything. ट्रेक जान मन लाग्यो भिडियो अति बबाल है यसरी एक्सप्लोर गर न गाइजहरु यस्तो चीजहरु देखाउनु पर्छ हुन्छ नि वाउ आनन्द आयो भिडियो हेरेर जाने त कहिले हो थाहा छैन तर या I really enjoyed the video. Lyrics अति बबाल उसको चाहिँ बबालै हुन्छ अनि हजुरहरुलाई के कस्तो लाग्यो प्लिज डु कमेन्ट थ्यांक यू सो मच फर वाचिङ किप सपोर्टिङ किप लभिङ बाइ सी यू इन नेक्स्ट रिएक्सन भिडियो